नमस्कार साथीहरू, आज हामी आएका छौँ नेवा ब्रदर्स मोटरसाइकल हबमा, जहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू सुपथ मूल्यमा तपाईँले पाउन सक्नुहुन्छ। अब कुरा गरौँ यहाँको ओनर अनिल श्रेष्ठजी। नमस्ते, म अनिल श्रेष्ठ। नेवा ब्रदर्स बाइक हबमा तपाईँलाई स्वागत छ। र यसै गरी हामीसँग धेरै भेराइटीका बाइकहरू स्कुटीहरू छन्, एकदम सुपथ मूल्यमा पाउन सक्नुहुन्छ। लोकेसनको कुरा गर्दाखेरि हाम्रो कलङ्की चोकदेखि लिएर तपाईँको सोल्टी मोड कालीमाटी चोकको बिचमा ठ्याक्कै पर्न सक्नुहुन्छ। र यहाँ हामीसँग धेरै प्रकारका थुप्रै भेराइटीका बाइकहरू छन् होइन, सस्तोदेखि लिएर तपाईँको हाई रेन्जदेखि लिएर लो रेन्जमा सबै बाइकहरू, सम्पूर्ण बाइकहरू सबै छन्। त्यो माथि म तपाईँलाई अब यतिको डिस्काउन्ट गरेर, अन्त कहीँ नपाउने डिस्काउन्ट गरेर म यहाँ दिनेछु। ल आउनु न, हेर्नुहोस्। हजुर, यहाँबाट सुरु गरौँ है त। यो रहेछ हाम्रो बेनेलीको 150 प्रदेशको 22 लटको, एकदम राम्रो छ बाइक, फ्रेस छ कन्डिसनमा। यो चाहिँ आउने भयो तपाईँलाई 1,20,000, मात्र 1,20,000 मै। हाम्रो चाहिँ सबै फिक्स रेट भनिदिन्छु ल म यहाँको चाहिँ। अनि कन्डिसन कस्तो छ? कन्डिसन सुपर फाइन छ, एकदम राम्रो, एकदमै राम्रो छ। खर्च गर्नुपर्ने केही नै छैन, हामीले सबै नै रिपेयर गरेर बनाएर राख्ने गर्नेछौँ। अर्को यो रहेछ हिरोको ग्ल्यामर, यो चाहिँ प्रदेश 3 को, सुपर फाइन छ यो पनि बाइक। यो आउने भयो जम्मा मात्र 1 लाख रुपियाँमा। हजुर, तपाईँलाई लट भन्दा पनि सस्तोमा आयो यो बाइक चाहिँ। यसै गरी अर्को छ हाम्रो हिरोको अर्को ग्ल्यामर, यो चाहिँ अर्कै मोडलमा छ, तपाईँको प्रदेश 21 को। यो चाहिँ मात्र 1,15,000 मा आयो। यसै गरी अर्को हिरोको आई स्मार्ट 110 सीसी को सिङ्गल ह्यान्ड 97 लटको 2018 मोडलको, यो मात्र आयो 80,000 मा। यो पनि आई स्मार्ट हो, यो दुईटा आई स्मार्टै हो। यो चाहिँ 85 लटको, त्यो चाहिँ 97 लटको। यो 85 लटको चाहिँ तपाईँलाई त्यही 70,000 मात्र। अर्को रहेछ यो साइन हाम्रो 38 लटको, यो चाहिँ बुकै भइसकेको छ होइन। र अर्को तपाईँको हिरो होन्डाको 41 लटको NXT स्प्लेन्डर, यो चाहिँ हजुर, यो चाहिँ दुईजनाको मात्र नाममा छ। यो चाहिँ यो आयो जम्मा 55,000 मा। अर्को रह्यो हाम्रो हिरोको स्प्लेन्डर प्लस 84 लटको, यो आयो, यो पनि जम्मा 70,000 मा। हामीसँग बाइक भएको जति मध्येमा सबै सस्तोमा, लट भन्दा एकदम सस्तोमा छ हाम्रो। यो रहेछ हाम्रो CBZ, हजुर, हिरो होन्डाको, यो पुरानो मोडलको हो। यो 17 लटको CBZ, एकदम राम्रो कन्डिसन, 1 ह्यान्ड सिङ्गल ह्यान्ड हो यो अहिलेसम्म पनि, एकजनाको मात्र नाममा छ। यो जम्मा 40,000 मा आयो, एकदम फ्रेस सेल्फ भएको चाहिँ CBZ हो यो। र यसै गरी अर्को रहेछ हामीसँग होन्डाको युनिकर्न 150 सीसी को, यो रहेछ 61 लटको, 61 लटको। यो आयो तपाईँलाई मात्र 65,000 मा। बाइक एकदम A1 कन्डिसनमा छ, एकदम पठाओ इनड्राइभ गर्नको लागि। यो जति मैले अहिले देखाएको छु नि बाइकहरू, सबै इनड्राइभ पठाओ गर्नको लागि एकदमै बेस्ट बाइकहरू यिनीहरू। माइलेज पनि राम्रो, तपाईँको खर्च पनि कमै आउँछ। र यसै गरी अर्को छ हामीसँग एउटा हिरोको प्लेजर 84 लटको, 84 लटको आयो। यो पनि लट भन्दा कममा आयो, यो पनि मात्र 75,000 मा आयो। हजुर, स्कुटी एकदम फ्रेस छ। र अर्को रहेछ हामीसँग सुजुकीको SS 86 लटको,
यो चाहिँ मात्र 65,000 है। 65,000 मा यो हजुर 65,000 मा एकदम फ्रेस छ, दुईजनाको नाममा भएछ। यसै गरी होन्डाको दियो एकदम मोस्ट डिमान्ड स्कुटर भनौँ न। यो चाहिँ तपाईँको बेच्दाखेरि पनि रिसेल एकदम राम्रो आउने। यो चाहिँ 77 लटको 2016 मोडलको यो आयो 95,000 मात्र। अब यसपछि यो बाइक यो चाहिँ साइनै हो क्या? यो चाहिँ होन्डाको साइन, होन्डाको साइन प्रदेशको तपाईँको 4 लटको 104 भनौँ। यो आयो तपाईँलाई 1,40,000 मा फ्रेस, कहीँ कतै केही सिङ्गल स्क्रैच छैन। यो चाहिँ एकदमै फ्रेस कन्डिसनमा छ। यसै गरी अर्को यो छ हिरोको सुपर स्प्लेन्डर। यो चाहिँ 109 लटको प्रदेशको 9 लटको यो चाहिँ आउने भयो तपाईँको 1,25,000 मा। यो एकदमै स्पोर्टी देख्ने बाइक कुन चाहिँ हो? यो चाहिँ अब तपाईँको बेनेलीको 180 सीसी को प्रदेश 28 लटको यो आयो मात्र 2,20,000 मा। एकदम स्पोर्टी लुक्समा, नेकेडै भनौँ न, यो एकदम राम्रो। मात्र 2,20,000 मा। हजुर अनि हामीले यहाँको लिने बाइकहरु सबै करहरु चुक्ता गरेर सबै एकदम कर भनेको हाम्रो 2082 सम्मको क्लियर हुन्छ र तपाईलाई हरेक बाइकमा एउटा हेलमेट फ्री। अफरमा हेलमेट पनि। हजुर त्यसै गरी अर्को हाम्रो भेस्पा, यो चाहिँ 150 सीसी को भेस्पा 87 लटको। यसको प्राइस चाहिँ कति? यो आयो तपाईलाई 1,20,000 मात्र। 1,20,000 मा आयो। फ्रेस कन्डिसन एकदम राम्रो। हाम्रो सबै रिपेयर भएर हैन अन कन्डिसनलाई हामीले कन्डिसनमा राख्ने छौं। सबै बाइकहरु हामीले रिपेयर गरेर हामीले बेच्ने गरेछौं हैन। भनेपछि खर्च केही छैन? खर्च केही पनि छैन। पेट्रोल हाल्नी, लिएर जानी, पेट्रोल हाल्नी, टाइममा सर्भिसिङ गर्ने, त्यति मात्रै हो। अब अर्को र यसै गरी होन्डाको यो हाम्रो अफ रोड बाइक भनौँ न, XR 150। यो बाइकको प्राइस कति छ? यसको मात्र 2,60,000। 2,60,000। यो चाहिँ कति पुगेछ? पुगेछ होला? यसको रनिङ चाहिँ 40,000 गुडेको छ। यसको प्राइस कति? 2,60,000 मा 80 लटको तपाईको 2016 मोडलको 2,60,000 मात्र। यसमा पनि हामीले पाइयो हेलमेट पनि पाइयो। हजुर हरेक बाइक स्कुटरमा एउटा हेलमेट चाहिँ फ्री पाउनुहुन्छ। अब यो अर्को कागे रहेछ। यो चाहिँ होन्डाको हर्नेट। यसको प्राइस कति छ होला? यो चाहिँ 82 लटको बाइक एकदम राम्रो कन्डिसनमा छ हैन। तपाईको यो हर्नेटको चाहिँ तपाईको 1,15,000 मा आयो। 1,15,000। हजुर यसमा नि हेलमेट आयो। हजुर अब आयो यो पल्सर। यो चाहिँ पल्सर 150 पल्सर सिंगल डिस्कमा 60 लटको। 60 लट। हजुर 76,000 मात्र यो चाहिँ। मात्र हजुर 76,000। पठाउ इनड्राइभ गर्नको लागि एकदम बेस्ट पल्सर पनि भइहाल्यो। र त्यसै गरी अर्को हामीसँग यो दुईटा छन् डबल डिस्कमा, एउटा प्रदेश 3 को र एउटा प्रदेश 7 को डबल डिस्कमा। दुईटै डबल। हजुर अगाडि पछाडि। हजुर यो चाहिँ आयो मात्र 1,30,000 मा र 1,20,000 मा। 1,30,000 1,20,000। हजुर यो चाहिँ तपाईको सिंगल डिस्कमा हो। यो 60 लटको तपाईलाई त्यही 76,000 मात्र। यसै गरी पल्सर अर्को पल्सर आयो तपाईको यो दुईटा पल्सर सिंगल डिस्कमा। यो चाहिँ प्रदेशको एउटा 13 को र एउटा 26 को सिंगल ह्यान्ड, बोथ सिंगल ह्यान्ड है। एकदम फ्रेस कन्डिसनमा, खर्च केही पनि छैन यिनीहरू। एउटा 113 लटको तपाईलाई आयो 1,50,000 मात्र। 1,50,000 मा है।
अर्को 126 लटको यो चाहिँ आयो मात्र 1,70,000 मा। सिङ्गल ह्यान्ड है, सिङ्गल ह्यान्ड। धेरै रनिङ पनि छैन, तपाईँको 113 को मात्र रनिङ छ 20,000 जति र 126 को मात्र रनिङ छ 18,000। एकदम फ्रेस, सिङ्गल ह्यान्ड एकदमै फ्रेस। यसै गरी अर्को हामीसँग स्कुटर आएछ यो महेन्द्रको गोस्टो। हजुर हजुर, यो महेन्द्रको गोस्टो तपाईँको 80 लटको मात्र तपाईँलाई आउने भयो 60,000 मा। 80 लटको 60,000 मा स्कुटर। यसै गरी यामाहाको फ्यासिनो एउटा प्रदेश 60 को र अर्को रहेछ हामीसँग ग्रिन कलरमा 113 लटको। हजुर हजुर, फ्यासिनो दुइटै यामाहाको फ्यासिनो। प्रदेश 60 को रहेछ तपाईँको 1 लाख मात्र है, मात्र रु 1 लाख रुपियाँ। यो हरियो 113 लटको मात्र तपाईँको 1,05,000 मा। हजुर, फ्रेस कन्डिसन, सबै फ्रेस कन्डिसनमा है। र यसै गरी टिभिएसको अर्को आउँदैछ नि यो एकदम मोस्ट डिमान्ड चलेको एन्टक भइहाल्यो टिभिएसको स्कुटर मध्येमा। यो टिभिएसको धेरै नै चलेको एन्टक यही नै हो। यो चाहिँ नन एफआई नै हो। हजुर, यो रहेछ प्रदेश 28 लटको। यसको प्राइस चाहिँ मात्र 1,40,000 मा आयो। टिभिएसको एन्टक 128 लटको मात्र 1,40,000 मा। अर्को यो रहेछ बजाजको हामीसँग NS 200 एफआई एबिएस भएको प्रदेश 22 को। एकदम राम्रो कन्डिसनदेखि लिएर सबै राम्रो, हामीसँग एकदम जेन्युनै हुन्छ है। सबै कुराहरू एकदम फ्रेस कन्डिसनमा हुन्छ। यसको प्राइस चाहिँ यसको रनिङ चाहिँ मात्र 15,000 छ ल। 15,000 पुगेको किलोमिटर। हजुर, यो 022 भए पनि यसको रनिङ एकदमै कम छ। यसको धेरै रनिङ पनि छैन। यसको प्राइस चाहिँ यसको प्राइस चाहिँ मात्र 2,20,000 मा आयो। हाम्रोमा सबै फिक्स रेट है, फिक्स रेट, एकदमै फिक्स रेट। 2,20,000 हेलमेट फ्री। हजुर, यसै गरी यामाहाको हामीसँग एफजेड भी3 यो पनि प्रदेश 20 लटको एकदम फ्रेस कन्डिसनमा। यो पनि आयो 2,20,000 मात्र 2,20,000 मा है। अब यसै गरी यो 220 पल्सर बजाजको 220 73 लटको 73 लटको एकदम फ्रेस कन्डिसनमा रिपेन्ट हो है। यो चाहिँ हामीले डेन पेन्ट गरेको छ, रिसेन्टली मात्र चेन्ज टायर हो यसमा। बोथ टायर न्यू छ यसमा। डेन पेन्ट गरेको है। हजुर, डेन पेन्ट, खर्च केही पनि छैन यसमा। प्राइस कति भन्नुभएको फेरि भन्नु? यसको मात्र 1,15,000 मा। हजुर, 73 लटको 1,15,000 मा हुन्छ। यो यसै गरी यो नयाँ हो यो चाहिँ होइन, तपाईँको लेटेस्टै भनौँ न। यसको सोरुम प्राइस चाहिँ तपाईँको केही नभए 4 चान्चुन छ यसको नयाँमा। यो NS 200 एफआई एबिएस मा DC। अहिले यो कति पुगेको छ? यसको रनिङ चाहिँ मात्र 19,000। हजुर, यो रहेछ हाम्रो प्रदेशको 46 लटको। यसको प्राइस मात्र 3,20,000 मा है। तपाईँको कम्पनीमा लिन जाँदाखेरि तपाईँको 4 चान्चुन पर्छ भनेपछि हाम्रोमा यो जम्मा 3,20,000 मा आयो है। फिक्स प्राइस, एकदम फिक्स प्राइस, एकदमै घटाएर कहीँ पनि पाउनुहुन्न तपाईँहरूले यस्तो। यसै गरी रहेछ यो होन्डाको दियो, एकदम हाई डिमान्डको दियो 87 लटको व्हाइट एन्ड ब्लू कलरको। यसको प्राइस चाहिँ कति? यो आयो तपाईँलाई 1,25,000 मा। हजुर, जेन्युन रनिङ हो है। हाम्रोमा सबमा जेन्युन रनिङ हुन्छ। एकदमै फाइन टायर, एकदम फाइन छ, एकदम बेस्ट।
यसको आयो 1,25,000 मा आयो। र यसै गरी हामीसँग यामाको एफजेड भर्जन 2 मा डबल डिस्क है। यो चाहिँ यो रहेछ प्रदेशको 36 लटको 136 लटको। यसको प्राइस चाहिँ तपाईँको 2,60,000 मात्र ल। हजुर हजुर 2,60,000 मा यो बाइक आयो। यो मात्र 12,000 किलोमिटर कुरेको छ। हजुर जेन्युन। टायर चेक गर्न सक्नुहुन्छ, अगाडि पछाडि दुइटै फ्रेस टायर छ। माइलेजको एकदम यो पनि तपाईँको कस्तो भनेपछि इनड्राइभ पठाउ गर्नको लागि एकदम बेस्ट हो। यो एफआईमा भएको कारणले माइलेज एकदम राम्रो दिन्छ। 40+ हुन्छ है यसको माइलेज चाहिँ। र यसै गरी अर्को छ हामीसँग यामाको एफजेडमै हो। यो चाहिँ भर्जन 2 नै, यो सिङ्गल डिस्कमा। यो चाहिँ 71 लटको है। यो चाहिँ यो आयो मात्र 1,25,000 मा। 1,25,000 मा आयो। हजुर त्यही कम्पनीमा सिर्फ अलिकति लट पुरा। हजुर एफजेड V2 नै हो र सिङ्गल डिस्क। हजुर र यसै गरी यामाको यो अर्को छ यो स्कुटर। यो पनि एकदमै चलेको स्कुटर छ। हजुर हजुर रेजेटार भन्छ यो स्ट्रिट र्याली। यो चाहिँ प्रदेश 17 लटको 117 लटको। यो आयो मात्र 1,50,000 मा है। 1,50,000। हजुर एकदम फ्रेस छ, टायरदेखि लिएर इन्जिन। यो चाहिँ सिङ्गल ह्यान्ड हो। जस्ट 19,000 जति किलोमिटर रनिङ छ यसको चाहिँ है। हजुर एकदम फ्रेस छ। हामीसँग एभाइलेबल भएको बाइकहरू स्कुटरहरू यति नै हो। र तपाईँलाई कुनै बाइकहरू स्कुटी मन परेमा या तपाईँको बनाउन चाहेमा तल स्क्रिनमा दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ, या तपाईँ हाम्रो सोरुम भिजिट गर्न सक्नुहुन्छ। हाम्रो एक्सचेन्ज अफर पनि चलिरहेछ। तपाईँको जुनसुकै पुरानो मोडलको बाइकहरू लिएर तपाईँले हाम्रोमा भएको नयाँ या कुनै त्योभन्दा अलि माथि हाई रेन्जको बाइकहरू एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ। ल धन्यवाद।
छ